ल गएको वर्ष जस्तै आज पनि हामीले यो देउसी भैलो प्रोग्राम हामीले आयोजना गरेका छौँ। यो मोहन सरको घरमा चाहिँ आयोजना भएको छ। एकदमै रमाइलो भइरहेको छ। आजभन्दा 3 वर्ष अगाडि हामीले सुरुवात गरेका थियौँ। साना बच्चाहरू एउटा जुनियर सकर किड्स भनेर एउटा नाम लिएर बच्चाहरूलाई चाहिँ प्रत्येक देउसी तिहारमा देउसी भैलो खेल्ने अनि बच्चाहरूलाई पनि रमाइलो, हामीलाई पनि रमाइलो। अनि त्यसमा हामीले सक्ने डोनेसन गरेर त्यही डोनेसनको आधारमा हामीले चाहिँ प्रोग्राम गरिरहेका छौँ। यसलाई निरन्तरता दिन पर्छ भनेर अहिले पनि यो आवाज उठेको कारणले आज हामीले यो देउसी भैलो प्रोग्राम गरिरहेका छौँ। धेरैजना फ्यामिलीहरू यहाँ छुट्नु भएको छ, छुट्टै पनि एकदमै रमाइलो भएको छ। बच्चाहरू एकदमै रमाइलो गरेका छन्। बच्चाहरूको साथमा हामी प्यारेन्ट्सहरू पनि असाध्यै रमाइलो गरिरहेको अवस्था छ। यहाँ साना बच्चाहरू हामीले जुनियर किड्स भनेर नाम दिएका थियौँ 3 वर्ष अगाडि, तर अहिले त्यो जुनियर किड्स भनेर चाहिँ भन्नुभन्दा ठुला भइसकेका छन् हाम्रा बच्चाहरू। एकदमै रमाइरहेका छन्। यो हाम्रो एउटा संस्कृति पनि हो, यो परम्परालाई हामीले ट्रान्सफर्म गर्ने एउटा प्रयास पनि हो। यो बच्चाहरूले धेरै रमाइरहेका छन्। तपाईँ देख्न सक्नुहुन्छ। यसै बिचमा प्यारेन्ट्सहरू पनि एकदमै रमाइलो गरिराख्नु भएको छ सबैजना। यहाँ हाम्रो ईश्वर सर हुनुहुन्छ सँगै। सर, तपाईँलाई यो देउसी भैलो प्रोग्राम कस्तो लागिरहेछ? हाम्रो बच्चाहरूले जुन आजभन्दा 3 वर्ष अगाडि हामीले एउटा एकदम रमाइलो भइरहेछ। बच्चाहरूले चाहिँ अब आफ्नो चाहिँ संस्कृति उनीहरूले पनि इन्जोय गरिरहेछन् र सहभागी पनि भइरहेछ। हामीलाई पनि इन्जोय भइरहेको छ होइन? हामीलाई त अत्यन्त र यहाँ हाम्रो जेबी सर पनि हुनुहुन्छ। कस्तो लागिरहेछ यो हामीले आजभन्दा 3 वर्ष अगाडि सुरुवात गरेका थियौँ? बच्चाहरू रमाइरहेका छन् होइन? एकदमै खुसी लागेको छ। यो 2025को हाम्रो देउसी भैलो कार्यक्रम अलिक अन्त्यमा भए पनि हामीहरूले हाम्रो प्रदेशमा बसेर पनि हाम्रो कल्चरलाई अगाडि बढिरहेका छौँ। हाम्रा छोराछोरीहरूले यो सिक्ने मौका पाएका छन् र रमाइलोको साथसाथै हामीहरूले हाम्रो संस्कृतिलाई जगेर्ना गर्ने एउटा उद्देश्यका साथ यसलाई कन्ट्रिब्युट गराएको छ। ल, धन्यवाद हजुर। एकदमै रमाइलो भएको छ। ल हेर्नुहोस्, एकदमै नाचौँ जस्तो लागिरहेको छ मलाई पनि। म पनि नाच्छु होला एकछिनमै। यहाँ हाम्रो विरोध सरले चाहिँ यसरी भटाइराख्नु भएको छ। घरबेटीलाई चाहिँ आशीर्वाद दिइराख्नु भएको छ। अब नाङ्लोमा केही आउँदैछ, यो नआउँदै एकचोटि घरबेटी म्यामलाई चाहिँ मैले केही बोल्नको लागि चाहिँ आग्रह गरेँ। हस्, धन्यवाद। यहाँ हाम्रो घरबेटी बा हुनुहुन्छ। यहाँ आज नाङ्लोभरि शुभभरि के आउँदैछ अहिले मैले देखाउँछु। आजको यो प्रोग्राम कस्तो लागिरहेछ हजुरलाई? एकदमै राम्रो भइरहेको छ। हामी 4 बजेदेखि यसै गरी नाचगान बजारमा चाहिँ व्यस्त छौँ। हाम्रो यो आरडिपी एरियामा बस्ने नेपालीहरूको 12देखि 14 वर्षसम्मका बच्चाहरूको एउटा सकर ग्रुप हामीले गठन गरेका छौँ। त्यो सकर ग्रुपका बच्चाहरूको प्यारेन्ट्सहरूलाई विशेष गरिकन
बच्चाहरूलाई चाहिँ अलिकति सेलिब्रेट गर्नको लागि यो भैलो कार्यक्रम पनि छ। आज अभिलाषको बर्थडे पनि भयो, त्यो हिसाबले चाहिँ यसलाई सेलिब्रेट गर्न खोजिरहेको छ। तपाईँहरू आउनुभयो, एकदमै रमाइलो एकदमै र हजुरलाई धन्यवाद। यो प्रोग्राम चाहिँ यताबाट चाहिँ आउनुपर्छ। हस् हस् ल यहाँ यसरी रमाइलो भइरह र जो छुट्नु भएको छ यो भिडियो तपाईँले चाहिँ हेर्नुहुन्छ, मैले त्यो ग्रुपमा राख्ने नै छु।